च्यानलमा तपाईँहरूलाई स्वागत छ। फर्स्ट अफ अल त थ्याङ्क्सफुल जति पनि तपाईँहरूले हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानललाई सेयर अनि सब्सक्राइब गर्नुभएकोमा धेरै धेरै धन्यवाद। आज चाहिँ हामीहरू केटाहरूसँग पार्लियामेन्टको भ्रमणको लागि हामीहरू चाहिँ जानेछौँ। सो त्यहाँको दृश्यहरू कस्तो हुन्छ सो म देखाउने नै छु तपाईँहरूलाई। र अब चाहिँ म रोमानिया छोडेर म अर्कै देशतिर जानुको लागि आज मेरो भोलिको फ्लाइट छ। फ्लाइट गाडीदेखि नै जाने भनेर चाहिँ योजना गरेको साथीहरूसँग। सो हामी चाहिँ भोलिको यात्रा चाहिँ हाम्रो पोलनियाको हुन्छ। सो आज चाहिँ हाम्रो केटाहरूसँग अन्तिम फाइनल भेटघाट र गफसप गर्ने र फोटोसोटो खिच्नुको लागि हामी चाहिँ अहिले जुन रोमानियाको पार्लियामेन्ट भन्ने ठाउँमा हामीहरू चाहिँ आइसकेका छौँ र तपाईँहरूले हेर्दै जानु। लेट्स गो। पार्लियामेन्टको ब्याकबाट देख्ने दृश्यहरू चाहिँ एकदमै अहिले चाहिँ हरियाली एकदमै होइन, जुन अस्तितिर अब त्यो हिउँले होइन सब भातपतिङ्गाहरू जलिसकेको थियो र अहिले चाहिँ सबै हरियाली होइन भइसकेको छ। एकदम अहिले चाहिँ एकदम अक्सिजन एकदम स्पेसल अक्सिजन र हल्का गर्मी त छैन आज चाहिँ। सो कस्तो लाग्छ तपाईँहरूलाई आजको मेरो रोमानियाको बसाइ अब बिस्तारै बिस्तारै अटुट हुँदैछ। रोमानियाको अन्तिम दिन पार्लियामेन्टमै छ। रोमानियामा यो उन्नतिमा जहाँ घुम्ने यादगारहरू छ मेरा त झन् त्यही त त्यो भएर त्यो घुमेका यादहरूलाई सम्झँदैछु आज। ल एकदमै। सो अब हेरौँ त्यहाँ अब कतिको दुःख कतिको सुख हुन्छ होइन। सो अब दुःख सुख त त्यस्तै नै होला, त्यो चल्दैन हो। गाउँले लक लागेको हुन्छ क्या, ए गाउँले लक लागेको हुन्छ। छोडिदियो एकदम हावा हुन्ड्री। यहाँ चाहिँ हावाहरू चाहिँ धेरै चलिरहेको नै छ। यहाँको बिल्डिङहरू, यहाँको दृश्यहरू, पानीको फोहोरहरू साइड साइडमा नाइट भ्यू चाहिँ एकदमै दामी देख्छ यहाँको। अब डेको पनि अब एकदमै हरियाली सुन्दर होइन देखिन्छ नि पक्कै पनि छ त। अनि यार रोमानिया बसाइ बबाल छ। म पोल्यान्ड जाँदैछु होइन। अब केही दिनमा मेरो पोल्यान्डतिरको फ्लाइट हुँदैछ। अहिलेसम्मको घुमघाम चाहिँ रोमानियाको पार्लियामेन्टतिर भइरहेको छ। त्यसको बाइकमा हामी यसो घुम्ने एकदम बबालै। त्यही त ल ठिक छ, एकदम इन्जोय गर्नुपर्छ, बस्नुपर्छ केटो हो। राम्रोसँगले काम गर, पैसा धेरै कमाऊ होइन। आशीर्वाद लाग्यो। अब त्यस्तै हो, 2 वर्ष जति बसियो साथीहरूसँग रमाइलो गऱ्यो, इन्जोय गऱ्यो एकदम होइन। खेलखेलमै अब हामीहरू बसेको समय नै भर्खर जस्तो लाग्छ, 2 वर्ष बितिसक्नु आँट्यो। सो पार्लियामेन्टको भिडियो चाहिँ एकदमै सुन्दर होइन, एकदमै होइन। कस्तो लाग्छ तपाईँहरू? मनै नपरेर निकाले काली र काली नै छ। यो चाहिँ पानीको फोहराहरू एकदमै। हामीहरू चाहिँ अहिले फोटोहरू र भिडियोहरू खिचेर पनि हामीहरू चाहिँ फर्किसकेका छौँ। सो अब यो चाहिँ पछि भनेको भविष्यमा अब घुम्न आउनुपर्ला जस्तो छ, किनकि एकदमै वर्ल्डकै अहिले सेकेन्ड बिल्डिङमा छ। सो फाइनली केटाहरूसँग चाहिँ बल्ल हिजोको यात्रा सफल भएन, किनकि टिकट उयो भएर आज चाहिँ डिलक्स बक्सबाट हामीहरू धेरै लङ यात्राको गर्दैछौँ, युरोप त युरोप। अब चाहिँ हामीहरू आफ्नै गन्तव्यतिर बसतिर लाग्यो। बस चढिसकेपछि बिच बाटोमा त रेलसँग है, रेल भर्सेस बसमा आफ्नै गन्तव्यमा एकदमै द्रुत तरिकाले चलिरहेको छ। सायद यहाँ बस्ने मान्छे र मेरो पनि सपनाहरू एउटै
को सिराई मौली बहिनीलाई गरौँ न चिन्जारी खोटाङ जिल्ला दिल बजार निलाई सम्झनामा आउँछ हजार जति नै हेऱ्यो त्यति नै सुन्दर जति नै हेऱ्यो त्यति नै सुन्दर यो आँखा हेर्दा हेर्दै कहिले पनि नथाकिने दृश्यहरू एकदमै सुन्दर ठाउँ एकदमै सुन्दर जिन्दगीमा नमारे बाँचे त्यही बोले साँचे यस्तो यस्तो ठाउँहरू पनि हेर्नु पाइँदो रहेछ सो हामीहरू अहिले चाहिँ टक्कसँगले हिमालको फेदमुनि हामीहरू एकदमै दृप्त तरिकाले हिँडिरहेछौँ आफ्नो यात्रालाई सफल बनाउनुको लागि आफ्नो यात्रालाई एकदमै अगाडि बढिरहेका नै छौँ हामीहरू सो सपनाहरू कहाँसम्म साकार हुन्छ थाहै छैन हैन जति पनि सोचेको पुरा होस् भन्दै हामीहरू साथीहरूसँग मनमनै हैन कुराकानी गर्दै हामीहरू अगाडि बढिरहेका नै छौँ यो चाहिँ हामीहरू एकदमै वन जङ्गलको ठाउँमा एकदमै प्यारो मेरो खोटाङ पनि यस्तै नै छ सो जति डाँडाकाँडा आउँछ त्यति नै सुन्दर ठाउँहरू हैन जब हेर्दा हेर्दै थाक्छु म कहिलेकाहीँ यो दृश्यहरू किनकि यति सुन्दर ठाउँ म आज ट्राभल गरिरहेछु तस्बिर तिम्रो बसेछ मैले कहिले नसोचेको माया प्रीति गाँसिएछ पहाडको शीतको थोपा पातले बोके जस्तो हामी दुईको माया बोक्ने कुसुमेरोमा 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 एकदमै हामीहरू ट्राभल गर्दा नै अहिले हामीहरू आइपुगेछौँ पहाडमा होइन भिर पाखामा आइसकेछौँ ल हेर्नुहोस् त ओहो कस्तो लाग्छ यो भिर सो एकदमै राम्रो एकदमै सुन्दर छ तपाईँहरूलाई कस्तो लाग्छ मनमा लागेको कुराहरू कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गर्नुहोला सबैजनालाई ल हेर्नुहोस् त साथी हो सेम टु सेम नेपाल जस्तै ठाउँहरू भिर पाखा पोखरा हैन झरनाहरू बादल क्या एकदमै सुन्दर म त साथी हो हेर्दा नै पुरा थाकिसक्यो ठाउँहरू यति धेरै हामी ट्राभल गरिसक्यो अहिले समथिङ हामीहरू अहिले हङ्गरियाको बोर्डरतिर छौँ होला सो एकदमै यहाँ चाहिँ टुरिस्ट एरिया हो रहेछ यो ठाउँ चाहिँ किनकि होटल नै होटल छ होइन एकदमै सुन्दर जति पनि ट्राभल गऱ्यो सेम टु सेम नेपाल जस्तै लाग्यो मलाई चाहिँ किनकि त्यो पहाडी हिमाल होइन समटाइम अब गाउँबारीहरू एकदमै सुन्दर जहाँसम्म मैले चाहिँ ट्राभल गरेको यात्रामा चाहिँ सबैभन्दा लङ यात्राको ट्राभल हो यो चाहिँ मेरो र तपाईँहरूले पनि रोमानियामा हुनुहुन्छ भने आएर घुमेर जानुहुन्छ एकदमै सुन्दर ठाउँ छ सो तपाईँहरूले पक्कै पनि यो भिडियो हेरेर साथ अनि माया अनि
लाइक सेयर सब्सक्राइब चाहिँ पक्कै पनि गर्नुहुन्छ नै होला, किनकि यस्तै यस्तै सुन्दर भिडियोहरू म तपाईँहरूलाई पक्कै पनि प्रस्तुत गर्ने नै छु, देखाउने नै छु। स्याउहरू फुलेर पुरै वन जङ्गल नै शीतम्य भएको छ। यसमा भनेको स्याउ आरू बोखराहरू एकदमै सुन्दर वन जङ्गललाई, त्यही माथि हरियाली, त्यही माथि स्याउहरू फुलेर एकदमै यो ठाउँको मुहारै चेन्ज गरेको छ। किनकि यो ठाउँमा चाहिँ हिउँहरू धेरै नै आउँछ अहिले चाहिँ, किनकि हिउँहरू हुँदाखेरि त यस्तो दृश्यहरू हेर्न पाइँदैन नै पक्कै पनि, किनकि हिउँले नै सबै ढाकेर पुरै यो बोटबिरुवाको पातहरू झरेर एकदमै शिलिङ्ग हुन्छ होइन। सो कस्तो लाग्छ तपाईँहरूले पक्कै पनि यो भिडियो हेरेर माया अनि साथ दिँदै जानुहोला। हामीहरू फेरि पनि यस्तै यस्तै भिडियोहरू देखाउने नै छु म। सो तपाईँहरूले पनि पक्कै पनि हेरेर माया गर्नुहोला। सुन्दर घर देख्नुको लागि 12 सिङ्गे चराएको सिङहरू एकदमै घरमा सजावट तरिकाले राखेको रहेछ। मलाई चाहिँ एकदमै मनपर्छ घरहरूमा यसरी सजावट तरिकाले राख्नुको लागि चाहिँ एकदम मलाई मनपर्छ। सायद तपाईँहरूले पनि आफ्नो घरमा यसरी सजावट तरिकाले राख्नुहुन्छ भने एकदमै घरलाई सुन्दर देख्ने नै छ। सो यहाँ चाहिँ एकदमै भेडा चढ्ने ठाउँहरू र घोडाहरू एकदमै प्रशस्तै पाउँदो रहेछ, किनकि त्यो धेरै लामो दृश्यहरू चाहिँ लामो दूरीको चाहिँ मैले मेरो क्यामेरामा कैद गर्न सकिनँ। यो ठाउँहरू चाहिँ मलाई कस्तो लाग्छ भने एकदमै कृषि गर्ने ठाउँहरू हो क्या। यति ठुल्ठुलो फाँटहरू छ, तर खासमा यहाँ हुने चाहिँ गहुँहरू मात्रै रहेछ, किनकि यो ठाउँमा चाहिँ धानहरू चाहिँ फलेको देखिएन नै, मकै प्रशस्तै हुन्छ। बौद्धो स्तूपा जस्तै अहिले चाहिँ ठाउँ एकदमै टापुरामा छ। अहिले चाहिँ हामीहरू धरानदेखि भेटारको काल जस्तैमा छ। अहिले चाहिँ हामीहरू गाईबस्तुको बथानमा छौँ, हेरेर साथ दिनुहोला। प्रशस्तै घोडाहरू पाउँछ यहाँ चाहिँ। सो पक्कै पनि तपाईँहरूले हेरेर इन्जोय नै गर्नुभयो होला यो भिडियोलाई। जहाँसम्म सेयर अनि सब्सक्राइब गर्नुहोला। हामीहरू फेरि अर्को भिडियोमा भेट्छौँ नै पक्कै पनि, र अर्को भिडियोमा साथसँगै हामीहरू छुट्टिन्छौँ। अहिलेलाई बाई बाई, सी यू सुन।